20 विश्वकप 2026 कोलम्बो ग्रुप बी को खेलमा अस्ट्रेलिया र ओमान बीच रोमाञ्चक भिडन्त भयो। ओमानले पहिले ब्याटिङ गर्दै मात्र 104 रन बनाउन सक्यो। अस्ट्रेलियाका स्पिनर एडम जाम्पाले 4 विकेट लिएर ओमानको इनिङ्सलाई ध्वस्त पारे। ग्लेन म्याक्सवेल, जेभियर बार्टलेट र अन्य बलरहरूले पनि राम्रो प्रदर्शन गरे। अस्ट्रेलियाको बलिङ आक्रमणले ओमानका ब्याट्सम्यानहरूलाई दबावमा राख्यो र उनीहरूलाई 16.2 ओभरमा अल आउट गरे। अब अस्ट्रेलियाको चेस सुरु भयो। ओपनरहरू मिचेल मार्स र ट्राभिस हेडले आक्रामक सुरुवात गरे। पहिलो ओभरमा सफिक जानको बलिङमा मार्सले 3 चौका प्रहार गरेर 14 रन जोडे। दोस्रो ओभरमा जय ओडेड्राको बलमा मार्सले 6 र हेडले चौका हानेर 14 रन थपे। अस्ट्रेलिया 2 ओभरमा 28 का मुनि 0। तेस्रो ओभरमा पनि उनीहरूले रन जोड्दै गए, तर चौथो ओभरमा अस्ट्रेलियाले बाउन्ड्री रस चालु गर्यो। बोलर शकील अहमद आए। पहिलो बल फुल टस, मार्सले मिड विकेट दिशामा शानदार चौका प्रहार गरे। दोस्रो बल छोटो, मार्सले पुल शट खेल्दै फेरि चौका। तेस्रो बलमा सिंगल लिएर स्ट्राइक हेडलाई दिए। हेडले चौथो बललाई कभर ड्राइभ गर्दै चौका हाने। पाँचौं बलमा हेडले लेग साइडमा शक्तिशाली 6 प्रहार गरे। अन्तिम बलमा सिंगल लिएर 16 रन जोडे। यो ओभरले अस्ट्रेलियाको स्कोरलाई तीव्र गतिमा बढायो। मार्सले 33 बलमा 64 रन बनाए, जसमा 7 चौका र 4 सिक्स थिए। उनले 26 बलमा अर्धशतक पूरा गरे। हेडले 19 बलमा 32 रन जोडे। अस्ट्रेलियाले 9.4 ओभरमा 108 का मुनि 1 कोलम स्कोर बनाएर 9 विकेटले जित हासिल गर्यो। यो जितले अस्ट्रेलियालाई ग्रुप चरणमा सान्त्वना दियो, यद्यपि उनीहरू सुपर 8 मा पुग्न सकेनन्। मार्सको कप्तानी र हेडको आक्रामक ब्याटिङले खेललाई एकतर्फी बनायो। ओमानका लागि यो हार निराशाजनक थियो, तर उनीहरूले राम्रो सङ्घर्ष गरे।